I would like to extend my heartfelt gratitude to everyone here for inviting me as the chief guest at this significant occasion, making the completion and operation of the Sanjin Khola hydropower project 78 megawatt. It is indeed an honor to be part of this remarkable achievement. यहाँहरूलाई सबैलाई हार्दिक बधाई छ, शुभकामना छ। सान्जिन खोला हाइड्रो पावर कम्पनीले राष्ट्रिय प्रसारण ग्रिडमा 78 मेगावाट विद्युत जडान गर्न सकेको छ। यसका लागि म चाइना हार्बर इन्जिनियरिङ कम्पनी, सिनो हाइड्रो ब्युरो 11 लाई विशेषतः धन्यवाद दिन चाहन्छु, बधाई ज्ञापन गर्न चाहन्छु। र यसका लागि मुख्यतः म नेपाल सरकारको तर्फबाट चाइना एम्बेसी र चाइना सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो अत्यन्तै महत्त्वपूर्ण विषय हो नेपाली जनताका लागि र नेपाल सरकारका लागि। त्यसमा पनि अहिले ड्राई सिजन भन्छौँ, यो हिउँदयाममा विद्युत अत्यन्तै कम हुने र हाम्रा ठुला आयोजनाहरू सम्पन्न नभइसकेको अवस्थामा यो एउटा उपलब्धिमूलक कार्यले नेपाली जनताहरूलाई उत्साहित बनाएको म आग्रह गर्न चाहन्छु। र यो नेपाल चीन मैत्री सम्बन्ध भएको 70औं वर्षका शुभ अवसरमा यो आयोजना सम्पन्न हुँदै गर्दा हाम्रा सम्बन्धहरू अझ प्रगाढ भएको कुरा म अनुरोध गर्न चाहन्छु। यो आयोजना सम्पन्न हुँदै गर्दा हाम्रा छिमेकी देशहरूले नेपालप्रति पुर्याएको सहयोगप्रति म आभार व्यक्त गर्न चाहन्छु। चीन जस्तो विकसित राष्ट्र, प्रविधिले सुसम्पन्न देश र यसरी छिमेकी राष्ट्रहरूलाई सहयोग गर्दै जान सक्ने भावनाको लागि पनि म उच्च सम्मान गर्न चाहन्छु। हामीलाई थाहा छ, नेपाल सरकारले हामीले निवेदन गर्दै आएका छौँ, यस क्षेत्रको विकासले, ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुन सक्छ भन्ने विश्वासका साथ अहिले 10 वर्षभित्रमा हामी 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राख्दै गर्दा हाम्रा छिमेकी मित्रहरू चीन, भारत जस्ता देशहरूले, दुईटा ठुला मुलुकहरू, आर्थिक हिसाबले सम्पन्न मुलुकहरूले हामीलाई पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्न चाहन्छु र हामी सँगसँगै यहाँहरूसँग हिँड्न चाहन्छौँ। यी दुईटा छिमेकी मुलुकहरूभन्दा पर नबसिकन कदममा कदम मिलाएर हिँड्न नेपाल चाहन्छ। त्यसका लागि पनि यस्ता खालका सहयोगहरू आवश्यक छ। यो विद्युत क्षेत्रको कुरा गरिराख्यो भने अहिलेभन्दा 10-12 वर्ष अगाडिको कुरालाई मात्रै सम्झियो भने धेरै लगानी गर्न उत्सुक नहुने जस्तो परिस्थिति बन्या थियो। वित्तीय क्षेत्रहरू, यहाँ पृथ्वीराजजी हुनुहुन्छ, वित्तीय क्षेत्रहरू पनि त्यो आँट गरेर अगाडि बढ्न नसकेको स्थिति हुन्थ्यो। 10 वर्ष यता अत्यन्तै ठुलो साहसका साथ यस क्षेत्रको विकासले मात्रै आर्थिक समृद्धि आउँछ भन्ने कुरा सबैले महसुस गरेर अहिले ठुला लगानीहरू यस क्षेत्रमा आउन थालेका छन् र छिमेकी मित्र राष्ट्रहरूको पनि सहयोग जुट्न थालेको छ। यो गर्वको विषय हो। र हाम्रो लक्ष्य प्राप्ति गर्नका लागि हामीले ग्रिन ऊर्जाका कुरा गरेका छौँ, हाइड्रोको कुरा गरेका छौँ। ग्रिन हाइड्रो हामी कहाँ स्वच्छ ऊर्जा उत्पादन हुन्छ, कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्न सक्छौँ र यसले हामीहरूलाई विकसित राष्ट्रहरूले जसले कार्बन उत्सर्जनलाई बढाइरहनु भएको छ उहाँहरूले पनि यस क्षेत्रमा सहयोग पुर्याउनुपर्छ भन्ने हाम्रो बुझाइ छ, हाम्रो विश्वास छ। हामी केही वर्ष अगाडि अन्धकारमय अवस्थामा थियौँ।
हामीले लोड सेडिङ भन्ने शब्द विद्युत उत्पादन भएपछि मात्रै सुन्न पाएको हो। हामी नभए टुकीका भरमा हाम्रै जेनेरेसनले त्यो कुरा व्यतीत गरेको हो। अहिले पनि यदाकदा सुनिन्छ। अहिले हामीले उद्योग क्षेत्रमा प्रशस्त विद्युत दिन सकेका छैन। म यहीँबाट आग्रह गर्न चाहन्छु, हामीले सामान्य मानिसहरूको घरमा उद्योगहरूमा कम दिन सके पनि लोड सेडिङ नहुने कुरा पनि म आग्रह गर्न चाहन्छु। केही महिना यता विद्युत प्राधिकरणको विषयलाई लिएर चर्चा परिचर्चा समाजमा हुन थालेको छ। म लगानीकर्ताहरूलाई पनि आग्रह गर्न चाहन्छु, हामीलाई थाहा छ विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो छैन, तर प्रचुर मात्रामा सुधार गर्न सक्ने ठाउँ छ। हितेन्द्रजी यहाँ हुनुहुन्छ, योग्य दक्ष, हामीले अझ भन्यौँ भने एसियाको उत्कृष्ट इन्जिनियरका रूपमा हितेन्द्रजीलाई लिन्छौँ। यस्ता दक्ष योग्य मान्छेहरूले आर्थिक सुशासन कायम गरेर लोड सेडिङ हुन नदिकन यस क्षेत्रको विकास गर्नुपर्नेछ। निजी क्षेत्रहरूले हामीसँग भएको 3500 मेगावाट हाराहारीमा विद्युत छ भन्दै गर्दा निजी क्षेत्रको ठुलो योगदान रहेको छ। प्राधिकरणले जे लक्ष्यका साथ काम गर्नुपर्ने हो त्यो काम गर्न सकेका छैन। यसको ज्वलन्त उदाहरण हो, निजी क्षेत्रसँग झन्डै 2800 मेगावाट विद्युत छ, हामीसँग 700 750 प्राधिकरणसँग विद्युत उत्पादन गर्न सकेका छ। त्यसो भएका कारणले अब हामीहरूलाई छुट छैन, चुप लागेर बस्ने, हेरेर बस्ने छुट छैन। तीव्र गतिमा विकास गर्नका लागि प्राधिकरण मानव स्रोतका हिसाबले सक्षम छ। स्रोत सङ्कलन गरेर यस क्षेत्रको विकासमा अगाडि बढ्नुपर्छ। यसरी मित्र राष्ट्रहरूको सहयोग लिन सकिन्छ। ठुल्ठुला परियोजनाहरू हामीले अगाडि नबढाइकन हामीले ऊर्जा सुरक्षालाई ध्यानमा नराखिकन काम गर्न सक्ने अवस्था छैन। हामीहरूले रिजर्भोयरलाई अगाडि बढाउनु छ। ठुल्ठुला आयोजनाहरू अलपत्र परेर बसेको अवस्था छ र यसमा यस क्षेत्रलाई प्राधिकरण, निजी क्षेत्र र विदेशी दात्री संस्थाहरू, छिमेकी मुलुकका मित्रहरूलाई आग्रह गरेर यसको विकास गर्नुपर्दछ, यसमा लाग्नुपर्दछ। कठिन छ। हामीहरूले अहिले भर्खरै हेऱ्यौँ सालासुङ्गेको यो आयोजना निर्माण हुँदै गर्दा हिउँ छ, हिउँ परेको छ, माइनसमा काम गर्नु परेको छ, मान्छेले गर्ने हो, कति कठिन छ। त्यस्तो कठिनाइका बावजुद काम गर्न सकेकोमा र यसलाई सफल पार्न सकेकोमा म त्यहाँ काम गर्ने तमाम कामदार, इन्जिनियर सबै मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। उहाँहरूको कारण यो सम्पन्न भएको हो, नभए जटिल छ। हिउँद सकिन्छ, जाडो सकिन्छ, केही महिना पछाडि बर्खा सुरु हुन्छ, फेरि बर्खाको बाढी, भेल, सुरुङको काम, अनकन्टार ठाउँ, साँच्चै जटिल कुरा हो। तर यस जटिलतालाई चिर्न सक्ने क्षमता राख्ने हाम्रो प्रविधि, हाम्रो मानसिकता, हाम्रो मेन पावर, मानिसहरूको यो सबैको साझा सहकार्यले नै यो सम्भव भएको। फाइनान्स नहुने भए पनि सम्भव थिएन, टेक्नोलोजी नहुँदा पनि सम्भव थिएन, र त्यो हिम्मत मानिसहरूमा नहुने हो भने पनि सम्भव थिएन। त्यसकारणले यो साझा सहकार्य हो र निर्माण हुँदै गर्दा वातावरणमा केही क्षति हुन्छ भन्ने कुरा हामीहरूले बुझेका छौँ। वातावरणीय कुरालाई पनि सन्तुलनमा राखेर यस क्षेत्रको विकास गर्नुपर्दछ। अहिले ऊर्जा क्षेत्रले हाम्रा छिमेकीहरू बीचमा सम्बन्धहरू अझ प्रगाढ बनाएको छ।
हामीले भर्खरै बङ्गलादेश 40 मेगावाट विद्युत बिक्री गर्यौँ। भारतमा 10,000 मेगावाट बिक्री गर्ने भन्दै गर्दा 1000 मेगावाट जति बिक्री गरेका छौँ र त्यति नै झन्डै आयात पनि गरेका छौँ। यस क्षेत्रको विकासले पनि छिमेकीहरूसँगको सम्बन्ध प्रगाढ पारेको छ र चीन सरकारको ठुलो चासो पनि छ, चिन्ता पनि छ, सहयोग गर्ने भावना पनि छ, जसको परिणामस्वरूप आज यो सालासुङ्गे हाइड्रो पावर उत्पादन भएर राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ। यसले हामी सबैलाई खुसी तुल्याएको छ र हामी सबैलाई आभार व्यक्त गर्न चाहन्छौँ, धन्यवाद व्यक्त गर्न चाहन्छौँ र सरकारको यो 28,500 मेगावाट विद्युत उत्पादन गर्ने 10 वर्षभित्रमा उत्पादन त्यति मात्रै होइन, अहिले छोटो समयमा यति उत्पादन गर्न सकिन्छ कि भन्ने हेतुका साथ काम गरिराख्या। हामीसँग आँकडामा 84,000 मेगावाट भने पनि लाखौँ मेगावाट उत्पादन हुन सक्ने क्षमता छ भन्ने हाम्रो बुझाइ छ। यो स्रोतको भरपुर प्रयोग गर्न नेपाल चाहन्छ र हाम्रा छिमेकी मित्रहरूको सहयोग लिन चाहन्छ। म यहीँबाट आग्रह पनि गर्न चाहन्छु, यो खालि मेरो आफ्नो व्यक्तिगत विचार पनि हो र त्यसो गर्न पाए हामी छिमेकी राष्ट्रहरू, नेपालका जनताहरूलाई सबैलाई सहयोग पुग्छ भन्ने हाम्रो विश्वास पनि छ। हामीसँग कर्णाली चिसापानी भन्ने आयोजना छ। एमडी साहबलाई म आग्रह गर्न चाहन्छु, पहल गर्नुपर्छ, असम्भव भन्ने हुन्न। 10,800 मेगावाट भनिए तापनि त्यो परिमार्जित भएर 15,000 मेगावाट भन्दा माथि पुग्ने अनुमान छ, तपाईँहरूले अध्ययन गरिरहनु भएको छ। यस आयोजनामा हाम्रा दुईटा मुलुक मित्र राष्ट्र चीन र भारत, हामीले भर्खरै विद्युत सप्लाई गरेको बङ्गलादेश, भुटानलाई पनि जोड्न सकिन्छ र नेपाल मिलेर यस आयोजनालाई विकास गर्न पायौँ भने हाम्रा सम्बन्धहरू अझ प्रगाढ हुने, जनता बीचमा चारै देश पाँचै देशका नागरिकहरू बीचमा पनि यस आयोजनाले अझ हाम्रा सम्बन्धहरूलाई प्रगाढ बनाउने र आर्थिक हिसाबले पनि यो एउटा मोडल बन्न सक्ने, यस आयोजनालाई यो मोडालिटीमा अगाडि बढाउन पाए हुन्थ्यो भन्ने मेरो व्यक्तिगत धारणा छ। यसमा यहाँहरूले काम गर्नुहुनेछ र म चीन सरकार र भारत सरकार, बङ्गलादेश सरकारलाई पनि यहीँबाट अनुरोध पनि गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु र हाम्रो यो नेपाली जनताहरूको इच्छा पूर्ति भयो भने नेपालको समृद्धि यहाँहरूको जस्तो चीन र भारतले जसो तीव्र गतिमा आफूलाई समृद्ध बनाएको छ, हामी पनि सँगसँगै हिँड्ने पाउने थियौँ, हिँड्न पाउने थियौँ, कोसिस गर्न पाउने थियौँ भन्ने इच्छा छ। म यति कामना गर्न चाहन्छु र पुनः एकपटक यो सेन्जेन जस्तै थुप्रै हाइड्रो पावरमा यहाँहरूले काम गरिसक्नु भएको छ। सिनो हाइड्रो ब्युरो 11ले धेरै ठाउँ काम गरेको अहिले हामीले पनि सुन्यौँ, सबैले सुन्यौँ र यस्ता ठुल्ठुला कम्पनीहरूलाई, चीनको भए पनि इन्डियाका भए पनि हाम्रो मित्र राष्ट्रहरू जसको जे क्षमता छ सबैलाई आमन्त्रण गरेर यस क्षेत्रमा सहयोग पुर्याइदिन हुन पुनः आग्रह गर्न चाहन्छु र यसका माध्यमबाट हाम्रा सम्बन्धहरू अझ प्रगाढ रहने, छिमेकीहरू बीचमा सम्बन्धहरू अझ प्रगाढ रहने र आर्थिक समृद्धि प्राप्ति हुने, सुशासन कायम रहने र रोजगारी सृजना हुने यस्ता महत्त्वपूर्ण कार्यहरूमा हामी सबै लागौँ। निजी क्षेत्रलाई पनि मेरो अपिल छ, आग्रह छ, लगानीकर्ताहरूलाई पनि आग्रह छ, सबैलाई यस क्षेत्रको विकास यसरी गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा राख्दै म पुनः एकपटक सबैलाई यो महत्त्वपूर्ण क्षणमा हाम्रा यी यस्ता उपलब्धिहरूलाई सहयोग पुर्याएकोमा सबै तह वर्ग र सरकार, दुवै देशका सरकारलाई पनि म व्यक्तिगत तर्फबाट पनि धन्यवाद दिन चाहन्छु, बधाई ज्ञापन गर्न चाहन्छु र हाम्रा यस्ता कार्यहरू अझ तीव्र गतिले अगाडि बढ्नेछन् भन्ने विश्वासका साथ
आफ्ना भनाइहरू अन्त गर्ने अनुमति चाहन्छु। हस्त, धन्यवाद, नमस्कार। थ्याङ्क यू भेरी मच।